सो हेलो गाइस, आज हामी चाहिँ ब्रिज वाटरको पुल ब्रिज नयाँ बन्दैछ। त्यो ओभरहेड ब्रिजको आज इनोग्रेसन थियो अनि हामी चाहिँ त्यहीँ जान लागेछौँ। अब हामी गाडी यहीँ पार्क गरेर जान्छौँ होला। म यहीँनिर पार्क गरौँ अनि हिँड्दैछौँ। पुल चाहिँ उता पर देखिरहेको छ होला हो, तर आज चाहिँ पब्लिकको लागि आजदेखि ओपन छ। सो हामी चाहिँ यहीँ पार्क गरेर हिँड्दै जान्छौँ। गौरीले पार्क गरेँ, टोपी लिएर जान्छ। अब टोपी पनि हाल, टोपी हाल्ने। एकदम विन्डी छ आज बाहिर फेरि वेदर। ओके, सो अब हामी यहीँ बिस्तारै हिँड्दै जान्छौँ। हामी तपाईँहरूलाई देखाउँदै जान्छौँ है त। दिस इज माइ टोपी। चिसो टोपी। लेट्स गो। सनसेट हुने बेलामा परेछ है। अब सनसेट पनि हुँदैछ। पब्लिक इभेन्ट। सनसेटै सन्नै छैन। सन्नै छैन। यहाँबाट चाहिँ हामी चाहिँ पछाडिको बाटो आयौँ, किनभने हामी चाहिँ अस्टिन्स फेरीमै। अनि गाडी सबै गाडी चाहिँ यहीँ पार्क गर्ने क्या। अघि नै हामीले राखेको पनि त्यही हो। यता सबै गाडी राखेर यसरी नै हिँड्दै जाने हो। अब हामी जानुपर्ने चाहिँ अब यो ब्रिज कस्तो छ। 7 न्युजमा चाहिँ मजाले आइरहेको थियो क्या बिहानदेखि। अब आज हामी जान्छौँ। त्यहाँ तिनवटा त्यो कालो स्वान्सहरू पनि लस्करै हिँड्दैछन्। के छ साथी, ठिक छ नि? हिँड अब यो रेलको बाटो होला पहिलाको है। पटरी छैन। मलाई यो ताजमेनियाको स्पेसली यहाँ अब होबार्टको चाहिँ मलाई रमाइलो लाग्ने नै जहिले नि। बादल यस्तो राम्रो हुन्छ, ब्युटिफुल हुन्छ क्या बादलहरू चाहिँ। तास्मेनिया पनि अस्ट्रेलियाको बादल पार्टी देश हो। आई डोन्ट इभन कॉल इट एज अ स्टेट के देश है। सिडनी त मेरो लाइक मेमोरी। सिडनी चाहिँ हामी एकदम छुट्टै देशमा र यो चाहिँ छुट्टै देश आए जस्तो हुन्छ। देशै त्यही हो। यता चाहिँ आज त बस सर्भिसहरू पनि फ्री नै छ सबै। अब यो बेलुका बेलुका भएर चाहिँ आज अलिकति मान्छे धेरै छैन। होइन, दिउँसो त आज निकै मान्छे थिए होइन नि। परेड नै थियो अरे यता। अच्छा, अब यसरी रोड क्रस पनि गर्ने टक्क। अब यो बाटोमा पछि टक्क अब गाडी कुदाउने हो। अब यो बाटोमा त पछि हिँड्न त सकिँदैन होला गाडी चढेपछि होइन। यसरी ठिक छ नि। पब्लिक टोयलेट पनि छ यता। त्यहाँ न्यू ब्रिज। हामीलाई चाहिँ यहाँ भर्खर अब 4 बजे बन्द हुन्छ भन्ने खालको कुरो हो। यसरी अब भोलिदेखि चाहिँ यो हुन्छ। यहाँ चाहिँ न्यू ब्रिज वाटर ओपन डे। के ल्यायो है? स्टिकर्सहरु के? हेर त, म फोटो खिच्छु ल यहाँबाट यसरी। च्यु ल भा ठिकै छ। द्याट्स ओके। हेलो, सरी पछाडि। Hey buddy. यहाँ चाहिँ यसरी अब त ओपनिङ। बाय डन। टक्कै स्पिड क्यामेरा हो। अब यो पुलको
त्यहाँबाट आएको थियौँ। यो चाहिँ यता वारीबाट आयौँ होइन। अब अहिले चाहिँ जाँदाखेरि हामी त्यहाँबाट जान्छौँ। यहाँ अर्को नि रहेछ नानी। सक्यो हाम्रो ठ्याक्कै। अब हामी हिँडिहाल्यौँ, बस पनि चढौँ बरु। यहाँ चाहिँ अब यहाँ यात्रु सकेको चाहिँ सबै यहाँबाट लगिरहेछ। न्यू ब्रिज, वाटर ब्रिज, ओपन डे। बस हामी यत्रो टक्क पुल सक्यो हाम्रो गाडी। नानी गाडी त त्यहाँ छ है, त्यता कतै। ओके राम्रो देखिन्छ है, ब्युटिफुल छ क्या हो बात। आज मैले यही नै गो फास्ट। यो चाहिँ सबै यसरी रोपेको रहेछ। जहाँसम्म सबै प्लान्ट्सहरू नै हो। अब हामी अदर साइड। त्यस्तै हुन्छ नसुनेपछि। बुढाको कुरा नमानेपछि के हुन्छ नानी? सर्टकट लिऊ त्यहाँबाट। दौड नानी दौड। साइड पनि बन्द भयो, देखिहाल्नु भयो। दौड भयो भने त नानी एकछिन। ओके मेजर अपडेट। उताको हाम्रो साथीहरूले चाहिँ उतै जाऊँ भने फेरि यताबाट पनि बन्द भयो अरे भन्ने कुरा भयो। ओके देन अनदर अपडेट। देख्नु भयो होइन, बन्द हुँदैछ। सो जाँदैछ उता। पुरानो भ्लगमा बनाएको बन्दैछ भनेको त्यहाँबाट भन्दै थियौँ साथी। ढुङ्गा आउँछ भनेर कस्तो राम्रो प्रोटेक्सन छ है, सबै यसरी टक्क बना। एउटा सुरु भयो ओ त्यहाँ। आजबाट यो सबै निस्किन्छ के भयो? अब कस्तो भयो त? रमाइलो भयो नि। अलराइट, सी यू एभ्रिवान। यही हो आजको हाम्रो दिन। एकदम ब्रिजबाट हिँड्न रमाइलो भयो। वी आर गोइङ टु अस्टिन्स फेरी नाउ। See you। हामी ठ्याक्कै 1 चक्कर लगायौँ। अब यो मुनिबाट ठ्याक्कै जाने। त्यही अस्टिन्स फेरी।